के म्याच खोज्यो लाडो मोच गाले ब्ल्याङ्की दिन्छु म्याच यो राखौँ नराखौँ यो मेरो सम्पत्ति हो मुजी यो मेरो सम्पत्ति हो तेरो सम्पत्ति हो मुजी यो कसको तेरो सम्पत्ति हो मुजी कसले फुटाउने रे किन देखाउने जहाँ देखा भने त्यही देखाउने मान्छे हो म बनाम नबनाम मुजी पख तेरो मुजी भाइरल हुन्छ हुँदैन हेरिबस्नु मुजी तिम्रो साइड लाग्न के खान ल्याङ गर्न आएको त के खान ल्याङ गर्न आएको यहाँ सो हे गाइस गुड मर्निङ एभ्रीवन वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग आयो कि तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु र आजको भ्लगको सुरुवात चाहिँ यहाँ जमलबाट हुँदैछ है सो गाइस अनि किनभने चाहिँ यहाँनिर शङ्करना मन्दिरमा एउटा काम थियो म बिहानै आएको राति नै सो त्यही भएर चाहिँ अनि जमलबाट स्टार्ट हुँदैछ आजको मेरो भ्लग चाहिँ र आज चाहिँ फेरि स्याटरडे मर्निङ होइन हिजो फ्राइडे नाइट थियो अनि हिजो फ्राइडे नाइटमा म आउनु सकिनँ किनभने लास्टै जाडो बढिरहेको थियो अनि अहिले मर्निङमा चाहिँ यसो निक्लेको म सो हेरिदिउँ न त अब यहाँबाट अनि म जमलबाट चाहिँ अहिले म यहाँ ठमेल जाँदैछु सो हेरौँ अब ठमेलको माहौल के कस्तो छ माहौल त अब सकिसकेको छ हिजो राति हुने हो माहौल भनेको होइन अहिले त अब मर्निङ भइसकेको छ सो त्यही पनि अब हेरौँ के कस्तो रहेछ त भन्ने कुरा हो अनि यसो गएर त्यहाँ हेर्छु म है कस्तो रहेछ यसो मिल्यो भने एक दुई टिप हान्छु म सो माहौल कस्तो रहेछ अब यहाँबाट चट्ट ठमेल छिर्छु म है अब हेरौँ ल सो ठमेल छिरियो अब हेरिदिउँ न त के रहेछ त हल्ली चल्ली यसोसँगले भनेको तर यतिखेर त के को हल्ली चल्ली हुने हो र सबै घरतिर गइसक्यो र नो ब्रेक ओ ओ ओ वाट इज दिस के हुँदैछ यहाँ फेरि जाम के हेरिदिनु होइन केटी जानु खोजा रहेछ रुमतिर केटोले जानु नदिरहेको रहेछ कुरो बुझेको सो गाइस यहीँबाट एउटा टिप भेटायो उहाँ चाहिँ यहाँ सेनेट क्लब अगाडि हुनुहुँदो रहेछ ए मुजी के मुख छोड्ने हो हेलो खै कहाँ हुनुहुन्छ म सेनेट क्लब अगाडि छु त ओके ओ कसले मुख छोडेको कहिले हाल्यो अहिले फेरि मुख चाहिँ डाइरेक्ट आएर छोड्न के डाइरेक्ट आएर कसलाई मुख छोडेको के हो चिन्नु नहुन त्यस को सुमन भनेको होइन त्यस भन्ने नि त्यसै आएर मुख छोड्ने अनि कसले बनाएको त अनि तपाईँ किन अगाडि अगाडि आएको त डाइरेक्ट आएर कसले मुख छोडेको अनि डाइरेक्ट आएर कसले मुख छोडेको त मान्छे चिनेर बोल्ने नै फेरि के अलि उता उता जाने यहाँ आएर ल्याङ ल्याङ गर्ने होइन चिन्नु नहुनाले के क्यामेरा मुजी यो मेरो सम्पत्ति हो टाँसौँ या नटाँसौँ यत्रो भयो प्रब्लम भयो हुन्छ है मुजी ल्याङ ल्याङ नगर कसले बढी बोलेछ कसले बढी बोलेछ के घन्टा खन देखाउनु उज है मुलाहरू बिच्चाकामा अहिले यहाँ ल्याङ ल्याङ गर्ने होइन लु त लु लु त लु हान त लु हान त खाएर ल्याङ ल्याङ गर्ने उजो मैले भन्दैछ मुजी मुजी अलि उजो भन्दैछ कसले बेइज्जत गरेछ मुजी त यत्रो आएर मुख छोडेको के फकटेमा आएर मुजी मुख छोड्ने पख पख मुला उजै उजामा ल्याङ नगर मसँग फकटा लु बोल पुलिस बोल लु के गरेछ लु बोल मैले तिमीहरूले केही गरेछ तिमीहरूले मैले केही गरेछ कसको तेरो बना छ मुला पर्सनल यहाँ किन आएर बोलेको त बिचमा के खानु बिचमा आएर बोलेको लु त लु लु त लु छोएर देखा त उसले चाहिँ किन आएर डाइरेक्ट मुख छोड्यो के मलाई मुख किन छोडेको उसले बुझ्नु पर्यो नि त उसको मैले पर्सनल भिडियो बनाएको छ यता सुन्नु न तपाईँ यता सुन्नु न उसको बनाएको छ कहिले बनायो है कस्तो ल्याङ गर्छ भनेको के साइको हो त्यो उता गयो मसँग ल्याङ नगरेँ यहाँ म प्यासेन्जर लिन आएको ल्याङ गर्न आयो अहिले यहाँ फकटामा उहाँले ल्याङ ल्याङ गर्ने होइन यहाँ मान्छे चिनेर बोल्ने यहाँ भिडियो बनाउने यहाँ 1000 जना हुन्छ कसले बनाएको त्यो मान्छे चिनेर बोल्ने
अघि भर्खरको कुरो होइन अस्तिको भिडियो निकालेको किन देखाउने म किन देखाउने जहाँ देखा भने त्यही देखाउने मान्छे हो म यो राखौँ नराखौँ यो मेरो सम्पत्ति हो मुजी यो मेरो सम्पत्ति हो तेरो सम्पत्ति हो मुजी यो कसको तेरो सम्पत्ति हो मुजी कसले फुटाउने रे म मुजी बनाम नबनाम मुजी पख तेरो मुजी भाइरल हुन्छ हुँदैन हेरिबस्नु मुजी अहिले मैले भनिरहेको छु मा हात नहाले के तिम्रो साइड लगाऊ के बिचमा ल्याङ साइड लगाऊ के तिम्रो साइड लाग्न के खान ल्याङ गर्न आएको त के खान ल्याङ गर्न आएको यहाँ ल्याङ गर्न आएको के मैले ल्याङ गर्न आएको छ तपाईँ यहाँ आउनु तपाईँ अलि बुझ्ने हुनुहुँदो रहेछ उहाँहरू यत्तिकै ल्याङ किन गर्न आएको भन्नु न फकटेम किन ल्याङ गर्न आएको मुजी आफै भिखारी छ जाँठाले अर्काले भिखारी भन्छ मुजी ल्याङ नगर है मुजीहरू उज मुजी ठुलो कुरा गर्छ मा हेलो तपाईँ हो यता मुजी फकटेमा आएर ल्याङ गरिबस् मान्छे चिन्नु ओर्नु छैन त मुजी आफू भिखारमा मुजी रन्डीहरू मुजी भालु काम छैन माछ सिक्ने भाग माछ के माछ सिक्ने खोज्यो लाडो म सिक्ने अलिक ब्ल्याङ्की दिन्छु माछ सिक्ने रडीको बानहरू मुजी उजै माछ सिक्ने भालु मुजीहरू काम छैन माछ भालु मुजीहरू इज्जतमा भएको माछ सलहरू राडी मुजी भालुहरू सल भाग सलक बिहान मुझे दिमाग खराब गरेर बस्छ यार बस्नु बिहान मुड अफ गराइदिन्छ राडीहरूमा सलक केटा भए जाने थियो मैले त्यही त भनेको डाइरेक्ट आएर मुख छोडिदिन्छ भनेको हेर्नु न कस्तो टाइपको मान्छे यार केटा मान्छे भए त प्ल्याङमा त्यहीँ दिइसक्थ्यो कतिखेर आउनुभएको हिजो कतिखेर आउनुभएको 2 बजीतिर एभ्री फ्राइडे नाइट आउनुहुन्छ कि समटाइम जहिले आउनुहुन्छ भनेपछि हिजोको नाइट कस्तो भयो तपाईँको ए बर्थडे हो ल ढिलै भयो नि ह्याप्पी बर्थडे तपाईँलाई भनेपछि 1 वर्ष बुढी हुनुभयो केकहरू पनि काट्नु भयो कि इन्जोय मात्र गर्नुभयो ए कहाँ सेनेटमै अनि ए यहीँनिर हो ए चेन छ नि तपाईँसँग मसँग छैन नि 50कै छ नेक्स्ट टाइम दिन्छु ल नरिसाउनु हस् त वेलकम बाई बाई अब चेन छैन सो के गर्नु त होइन ओके गाइज अनि यो टिप पनि कम्प्लिट भयो अब अर्को टिप हेर्छु म यहाँ एकछिन तल गएर बसेर हेर्छु अर्को टिप पाउँछ कि अब हेरौँ मामफुली बिहानै मुड अफ गर्दै यार कहाँबाट आउँछ मान्छेहरू यस्तो फकट्यामा न्यु खोज्न आउँछ क्या खाएको तालमा यार खायो भन्दैमा खाएको तालमा त न्यु खोज्ने होइन नि त होइन त्यसैमा हावादारीमा आएर न्यु खोजिदिन्छ मामफुलीहरू त्यसै आएर मुख छोड्छ डाइरेक्टमा रिसे उठ्दो सो गाइज फेरि मैले चाहिँ यहीँबाट एउटा टिप भेटाइसकेँ यहाँ ट्रिनिटी कलेज भनेपछि त दिल्ली बजारतिर जानु हुने रहेछ अनि उहाँलाई पिकअप गर्न जाँदैछु हेरौँ यहीँ कता निस्केर बसेको छु भन्दै हुनुहुन्थ्यो
जाडो पनि लास्ट जाडो छ गाइस जाडो 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 तपाईँ हो ट्रिनिटी कलेज होइन दिल्ली बजार है हजुर हुन्छ हुन्छ बाटो तपाईँलाई थाहा छ चाहिँ छ होला होइन ठिक छ बस्नु जाउँ है अहिले क्लास हो ए एक्स्ट्रा क्लास भन्नुभयो ए कतिमा अहिले तपाईँ 11मा हो ढिलो त भएको छैन नि भएन है ठिक छ ल यहीँ रोकिदिनु माथि पुर्याइदिन्छु नि मोबाइलदेखि ल्याङ गर्छ ए ल ठिक छ मोबाइल लानु पाउँदैन मोबाइल के बाहिर राखेर जानुहुन्छ आज शनिबार हो नि त अब त्यही कराउँछ कि भनेर के देखाउँदै लग्यो भने त ए कति भयो 250 रुपियाँ 250 ल त हुन्छ त बाई बाई है ल सो गाइस यो टिप पनि कम्प्लिट भयो अब अर्को टिप खोज्नु पर्छ तर यहाँबाट पाउनु गाह्रो हुन्छ ठाउँ नै यस्तो हो कि यहाँबाट त हत्तबाट टिपै भेट्दैन भनेर हेरौँ खोजौँ त्यहाँनिर के थाहा लक्की चान्सले कोही बेला त भ्ल्याट परेको हाल्छ त होइन मनोमाझी पुल है उताबाट होइन तपाईँलाई ढिलो भयो कि के हो ए त्यहाँखेरि एउटा आन्टी मलाई त्यहाँसम्म छोडिदेऊ बाबु भन्नु थाल्नु भयो कि त्यही भएर म दिनभरि पठाउने गर्छु भ्लगिङ नै गरिरहेको हुन्छु अनि त्यो भ्लगको लागि पनि अनि त्यसपछि म अनिखेरि भ्लग पनि गरेर हुन्छ हजुर भ्लग गर्छु अनि पठाउ गर्दै भ्लग गर्दै हो हजुर त्यस्तै अहिले चलेछ है एकदम भनौँ के छ नाम मेरो मिस्टर सेरे भ्लग्स मिस्टर सेरे हजुर ए चलेछ हो कि क्या हो हल्का भनौँ मिस्टर सेरे हजुर हुन्छ कति भएर गर्नु थाल्नु भयो मैले भ्लगिङ गर्नु लागेको चाहिँ 1 वर्ष जति हुन लाग्यो ए टन्नै भइसक्यो हजुर पठाउ गरेको चाहिँ कति भयो पठाउ गरेको नि त 1 वर्ष जति नै हुन लाग्यो स्टार्टिङ हजुर हजुर गरिरहनै हुन्छु प्रायः जस्तो चाहिँ पढिरहेको कि के हो पढाइ त छैन सक्यो भन्दा नि उबेलै छोडिदियो अब धेरै हो कि होइन नि घर त रामेछाप हजुर रामेछाप कता रामेछाप मन्थली मन्थलीमै हो ठ्याक्कै मन्थलीबाट अलिकति माथि हजुर जानुभएको छ म एक्चुअली गर्थेँ म त्यहाँ चिडीहरू पुरै घुमेर आउँदाखेरि ए जिडी त पनि एकदिन बजारे हो तपाईँको गाउँ चाहिँ मेरो त यतै हो घर चाहिँ हजुर मम्मी मामा घर चाहिँ छ बाहिर ए नगरतिर नगर हो काठमाडौँभन्दा बाहिर गएपछि माहौलै छुट्टै छ है माहौलै छुट्टै छ हो नि आनन्द लाग्यो क्या बाहिर निस्किएपछि हजुर हो त्यही त 2-4 दिनपछि काठमाडौँ आउँदा फेरि त्यही त त्यो पनि छ हजुर छुट्टै फिल हुन्छ हो त्यही त गेट आउँछ नि उकालोमा हजुर त्यही त रामेछाप पनि तपाईँको त्यो माथिपट्टिको भागमा त हजुर खासै त्यस्तो घरहरू छैन नि है छैन नि उता माथि त हाम्रो त पहाड एरिया हो अनि खालि जङ्गल अब अहिले त झन् घर भए पनि मान्छे छैन गाउँ विदेशी अब
घरमा भनेको बुढा बुढी मात्र एकदम त्यो बुढा बुढी आमा बुवा मात्र हुनुहुन्छ अहिले त गाउँघर जानु पनि कस्तो नरमाइलो लाग्छ पहिला पहिला अब हामी सानो हुँदा टन्नै हुन्थ्यो मान्छे अहिले त अनि भेटिन्थ्यो हजुर त्यही त भने अहिले त हजुर हिसाब मात्रै यो हजुर तपाईँ हजुर फर्स्ट टिपै भनौँ अहिले खानासाना खाएर निस्केको अनि जहिले नि खानासाना खाएर यतिखेर निस्किन्छु अनि त्यसपछि अफिस जान्छु काम सकेर अनि दिनभरि गर्छु बिहानै निस्किनु अहिले जाडो छ लास्टै हजुर अनि त्यही भएर यतिखेरै जाडो छ बिहानै त झन् जाडो हुन्छ त्यही भएर यताभित्र हुन्छ यतै हो अफिस चाहिँ ए बिस्नु अनलाइन पेमेन्ट गरिदिनु कि हुन्छ जे गर्दा पनि तपाईँ खुसी मोबाइल ब्याङ्किङबाट हो मोबाइल आइएमपिएम हालिदिनु न ल भयो है हस् त ल ल धन्यवाद ल त बाई बाई सो यो टिप्पणी कम्प्लिट भयो अब चाहिँ म अफिस जान्छु ल फेरि कहाँ जाने होला नि अफिस यहाँबाट यहाँ भनेपछि म त कहाँबाट जानु त्यहाँबाट खोला जान्छु ल